एउटा डरलाग्दो अपराध जुन नेपालकै हो, जसलाई थाहा पाउनको लागि गुगल ड्राइभले हेल्प गरेको छ। एकजना बाबुले आफ्नै नाबालिग छोरीको गर्छ, त्यसको भिडियो मोबाइलमा खिच्छ, उसको मोबाइल गुगल फोटोजसँग सिङ्क भएको हुन्छ, त्यो भिडियो गुगल फोटोजमा अपलोड हुन्छ, गुगल फोटोजमा अपलोड भइसकेपछि त्यो ड्राइभमा गयो, ड्राइभमा गइसकेपछि त्यसको इन्फर्मेसन गुगलले पायो। गुगल ड्राइभमा चाहिँ त्यस्तो एआई टुलहरू राखिएको हुन्छ जसले एब्युसिभ खालको कन्टेन्टहरू हुन्छ, अरू खालको कन्टेन्ट हुन्छ, त्यसलाई फिल्टर गरेर मेसेज दिन्छ। त्यही सिलसिलामा चाहिँ त्यो मेसेज अमेरिकामा एउटा एजेन्सी छ, नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन, एनसीएमईसी, त्यो एजेन्सीमा जान्छ। त्यो एजेन्सीलाई नेपाल पर्सा जिल्ला फलानो जिमेल आइडी फलाना मोबाइल नम्बरबाट यस्तो कन्टेन्ट चाहिँ ड्राइभमा अपलोड भएको छ, तुरुन्तै एक्सन लिनु पर्यो भनेर चाहिँ त्यसको इन्फर्मेसन यो एजेन्सीलाई दिन्छ। त्यो एजेन्सीको काम भनेको संसारभरको जुन देशमा त्यो डोमेस्टिक त्यो नेसनल देशको त्यो एजेन्सी छ, त्यो एजेन्सीलाई फेरि उसले फरवार्ड गर्छ। गुगलले यो एजेन्सीलाई पठायो, यो एजेन्सीले चाहिँ नेपालको साइबर ब्युरोलाई त्यो मेसेज फरवार्ड गर्छ, त्यो इन्फर्मेसन फरवार्ड गर्छ विथ द एभिडेन्स। अनि प्रहरीले चाहिँ त्यो एभिडेन्सहरूलाई अध्ययन गरिसकेपछि जो व्यक्ति थियो यो गर्ने ऊ व्यक्ति अहिले पक्रिसकेको छ। नेपालको वीरगञ्जमा भएको यो घटना हो। पक्रिएपछि उसको बयान चाहिँ आफ्नो सौतेनै छोरी हो भनेको छ, घरि चाहिँ आफ्नो छोरी नै हिँड्यो भनेको छ, घरि चाहिँ अर्काको बच्चा ल्याएर एडप्ट गरेर पाले घुम भनेको छ हैन। उसलाई दुईटा केस लगाइएको छ अहिले, एउटा र अर्को विद्युतीय कारोबार 2063 अन्तर्गतको अपराध भनेर 7 दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेछ पर्सा जिल्ला अदालतबाट म्याथ थप भयो। अब यसले चाहिँ दुईटा चिजलाई एक्सपोज गर्यो। एउटा चाहिँ हाम्रो सोसाइटीमा चाहिँ कस्तो खालको शोषण भइरहेको छ भन्ने कुरा देखायो, र अर्को चिज चाहिँ टेक्नोलोजीले यसलाई कसरी हेल्प गर्यो भनेर पनि देखायो। उसको कमजोरी पनि हो, त्यो मान्छे चाहिँ एक्सपर्ट थिएन, तर टेक्नोलोजीले चाहिँ एक्सेप्ट गर्यो। यो अमेरिकाको संस्था एनसीएमईसी ले कसरी यो इन्फर्मेसन पायो भन्दाखेरि गुगलले आफ्नो डेटा आफ्नो प्लेटफर्मलाई शुद्ध बनाउनको लागि, अपराध न्यूनीकरणको लागि आफ्नो आर्टिफिशियल इन्टेलिजेन्स अटो डिटेक्सन टुलहरू राखेको हुन्छ, जहाँ चाहिँ त्यस्तो खालको कन्टेन्ट आउन साथ उसले चाहिँ यो एजेन्सीसँग मात्र हैन अरू धेरै एजेन्सीहरूसँग उसले टाइ अप गरेको हुन्छ र त्यो एजेन्सीलाई त्यस्तो इन्फर्मेसन दिन्छ। तपाईले मैले राखेको सामान्य इन्फर्मेसन चाहिँ उसले दिदैन, तर जो अरू कन्टेन्ट छ, जो चाहिँ गैर कानुनी कन्टेन्ट छ, त्यो कन्टेन्ट मात्र दिने हो। यहाँनेर चाहिँ हामीले गुगलको ड्राइभलाई प्रश्न गर्ने आधार चाहिँ हुँदैन, तर सोसाइटीमा यस्तो खालकोसम्म मान्छे बस्छन् भनेर चाहिँ हामीले हाम्रो सोसाइटीको वास्तविकता चित्रण कस्तो छ भनेर हेर्न, जज गर्न चाहिँ सक्ने घटना हो यो। अब यहाँनेर सबै चिजहरू चाहिँ अटोमेट तरिकाले भइरहेछ। गुगलको ड्राइभमा चाहिँ कन्टेन्ट डिटेक्सन टुलले चाहिँ पत्ता लगायो, एजेन्सीलाई पठायो, एजेन्सीले नेपालमा पठायो, नेपाल पुलिसले एक्सन लियो, व्हिच इज क्वाइट गुड। थ्यांक यू सो मच for watching. Keep loving, keep supporting.